नेपाल प्रहरी सुरक्षा निकायले उहाँहरूले चाहिँ अब यसमा साथ दिइरहनु भएको छैन। महानगरपालिकाले यो ठाउँमा स्वीकृति दिएको छैन। यो स्थानीय सरकार सञ्चालन ऐन 2074 को विपरीत छ। कुनै दुर्घटना गराउने, यहाँ लुटपाट गर्ने, यहाँ कुनै त्यस्तो कुनै वस्तु राख्न लगाएर सबैलाई आतंकित बनाउने र कुनै पनि त्यस्तो विभिन्न पदार्थहरू सेवन गराएर आएर हाम्रा शान्त भएका कर्मचारीहरूलाई चाहिँ उत्तेजित बनाएर हाम्रो गल्ती देखाउने वातावरण बनाउने र
हरिओम तस्सा पूर्व संकल्प पैसा हातमा लिनु Black virus. प्रश्न अब आजै बिहान कार्यपालिका बैठक बसेर छलफल गरेर उहाँसँग मेयर साहबले समन्वय गरेर हामी यहाँ आएको उहाँलाई अनुरोध गऱ्यौँ। तर अहिले हामीले उहाँलाई नगर्नुहोस् भनेर भनिरहेका छौँ। त्यसमा नेपाल प्रहरी सुरक्षा निकायले उहाँहरूले चाहिँ अब यसमा साथ दिइरहनु भएको छैन। महानगरपालिकाले यो ठाउँमा स्वीकृति दिएको छैन। यो स्थानीय सरकार सञ्चालन ऐन 2074 को विपरीत छ। अब हामी त नगर परे यस्तो अब हामी एउटा स्थानीय सरकार, स्थानीय तह पनि एउटा सरकार हो। यो सरकारको स्थानीय तहको स्वीकृति बिना काम भएको छ। अब हामी यसमा फुल्ली सबै अब हामीसँग सुरक्षा व्यवस्था सबै छैन। तर हामीले अनुरोध गऱ्यौँ। त्योभन्दा बढी अब हामीसँग पनि हाम्रो नगरपालिकाले गर्न सक्ने कुरा केही छैन। अब जहाँसम्म हुन्छ नेपाल प्रहरी अरू सुरक्षा निकायले यसलाई साथ नदिएसम्म त यो रोक्न सक्ने कुरा भएन। तर आयोजकलाई हामी फेरि पनि अनुरोध गर्छौँ, तपाईहरूले अरू कुनै ठाउँहरू खोज्नुहोस्, कार्यक्रम गर्नुहोस्, त्यहाँको सहमति लिनुहोस्, महानगरसँग हामी बसेर छलफल गरौँ, संवाद गरौँ, छलफल गरौँ। तर यो हामी चाहिँ विवाद गरेर द्वन्द्वतर्फ हामी नजाउँ भन्ने हाम्रो अहिले पनि अनुरोध हो। सबै धर्मप्रति हाम्रो सम्मान छ। यहाँका 99% पैसा दिएको भए, पैसाको लेनदेन गरेको भए अथवा उनलाई कुनै लोभ लालच दिएको भए ऊ मान्छे चाहिँ घुँडा टेकेर पनि तपाईँलाई दिन्थ्यो। किनकि त्यहाँ चाहिँ धेरै संस्थाले कार्यक्रम गरेका छन्, सबै दुनियाँ गरेका छन्, सबैले बुझाएका छन्। त्यही भएर त्यहाँ कार्यक्रम हुन्छन्। तपाईँहरूले चाहिँ के खुवाउनु भएन कि त्यही भएर चाहिँ यो भएको हुन सक्छ भनेर चाहिँ जनताले चाहिँ भन्नुभएको छ। तर मलाई अहिलेसम्म व्यक्तिगत रूपमा पैसाको कसैले माग गरेको अवस्था छैन। जस्तो गुरुदेव तपाईँलाई उहाँ आज मङ्सिरमा यो ठाउँको अनुमति लिएपछि
मङ्सिरमा अनुमति लिएपछि हामीले त्यो संस्था मार्फत बोधार्थ महानगरमा गएको छ। पटक पटक यहाँ हामी आएर लाइभ गर्ने यो के भन्छ सरसफाइ गर्ने सबै हामीले गर्दै आएको विगत 3-4 महिना अगाडिदेखि नै हो। र यो जमिनको उहाँ थाहा हुँदाहुँदै माघको 20 गते हाम्रो वार्ड अध्यक्ष 6 नम्बर वार्ड अध्यक्षज्यूलाई नबोलाइकन कार्यपालिकामा उहाँले पनि सिग्नेचर गर्नुभएको छ भनेर अस्ति हाम्रो अधिवक्ता सुखदेव गौतमजीले पनि भन्नुभयो। तर उहाँको सहमति पनि छैन कार्यपालिकामा। उहाँ पनि अहिले पनि हाम्रो यहाँ कार्यक्रममा आउनु भएको छ। त्यो भएको हुनाले यो ठाउँबाट अन्त जानलाई हामीलाई 10औं करोडको क्षति हुन्छ, किनकि हामीले यहाँ पर्चा पम्पलेट यहीँको लोकेसन दिएका छौँ। त्यो सब कुराहरू भएको छ।